लमक लमक परेर कान्छ कता लाग्यो हो। साथीहरू स्वागत छ तपाईँहरू सबैजनालाई यहाँ फेरि। अहिले भने चाहिँ वेदर चेन्ज भइदियो है। हाम्रो पहाडको वेदर चाहिँ एकदम म्याजिक हुन्छ र मलाई मनपर्छ। अब यो म्याजिक भएको छ वेदर। अघिसम्म पानी परिरहेको, अहिले एकछिन घाम लागेको छ, अहिले फेरि पानी पर्नु बेर छैन है। र अब यतिखेर हेर्दिउँ हामी मौरीको अवस्था के छ। घाम लागेको बेलामा यिनीहरू कतिको चार्ज हुनको लागि चाहिँ बाहिर निस्किएर चाहिँ के गर्दैछ। मैले यसो हेर्दा त नाच्दैछ, डान्स गर्दैछ साथीहरू, हेरौँ है। आहो 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 खतरा डान्स पो गर्दैछ त फेरि। घाम लागेर हेर्नुहोस् न चार्ज भएर साथीहरू। साह्रै मजाको सिन भइरहेको छ। मौरीको डुँडको अगाडि पनि यत्तिकै भुनुनुनुनु गरिरहेको अवस्था छ है त साथीहरू। डुँडको बाहिर पनि यस्तो पाराले चाहिँ मजाले भन्किरहेको छ। परबाट लमक 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 परेर कान्छ फेरि कता लागेको हो। घाम लाग्दा चाहिँ मौरीहरू साह्रै खुसी हुन्छ हौ साथीहरू। हेर्नुहोस् न यति बिघ्न खुसी। मौरीहरूको लागि सबैभन्दा दामी चाहिँ घाम लाग्नु हो। घाम लाग्यो भने यिनीहरू चार्ज हुन्छ। पानी पत्तै पर्यो भने पनि यिनीहरू भित्रै बसिरहने हो। घाम लाग्दा चाहिँ यिनीहरू बाहिर निस्केर मजाले चार्ज भएर है यिनीहरू आफ्नो आफ्नो काम गर्न सक्छ है त। त्यो टाइपको हुन्छ मौरीको कथा चाहिँ। हेर्नुहोस् न यति मजाको है। आँखाहरू पनि क्युट क्युट हुन्छ। त्यो एउटा कमिलालाई त अन्त फ्याँकिदिइहाल्यो त अन्त। ऊ कमिला अत्तालेर त्यहाँ फेरि हो कता जाउँ जाउँ भइरहेको, फ्याँकिदिइहाल्यो त्यसलाई पनि। र हुन्छ साथीहरू, फेरि आउनेछु नेक्स्ट भिडियोमा तपाईँहरू बिचमा। यसरी नै